हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ फेरि ब्लग स्टार्ट गर्दैछु है। आज चाहिँ हामी कहाँ जान लाग्यो भन्दाखेरि बारीमा ड्याङ हाल्नु जान लाग्यो। त्यो चाहिँ म घरबाट निस्केको है त साथीहरू। हाम्रो आमा पनि आज घाँस काट्दै हुनुहुन्छ। ट्याक्कै आएर त्यो चाहिँ फुल फुलिरहेको छ। हाम्रो आमा चाहिँ त्यहाँ घाँस काट्दै हुन्छ है त। आमा के गर्दै? घाँस काट्दै हो? घाँस काट्दा मजा आइरहेको छ तपाईँलाई? गाइजहरू, हाम्रो हजुरआमा यहाँ मस्त घाँस काट्दै हुनुहुन्छ। कोदालो खोइ कोदालो लिएर जान्छु म चाहिँ। अनि चाहिँ कोदालो म चाहिँ मान्छे यता, हाम्रो हजुरआमा यहाँ। हजुरआमा त्यो हजुरआमा त देख्दैन रहेछ त। हाम्रो हजुरआमा ठुलो हेर्दै हुनुहुन्छ। हजुरआमा राम्रोसँग घाँस काटेर ल, हामी माथि गएर आउँछौँ बानी। हस् त भन्नु। हाम्रो हजुरआमा होइन, बुढी भए पनि कस्तो मजाले काम गर्नुहुन्छ। गाउँमा बसेर मान्छे यस्तै त नि हजुरआमा, काम गर्ने हुनुपर्छ है। गर्दैछु ल ल गर्नुपर्छ। गाउँ बसेपछि कामै यही त हो नि है, काम नगरी खान पाइँदैन है। टक्क ल्याएर अब चाहिँ यसरी यो हाम्रो मकैबारीहरू यस्तो छ। मकै कत्रो मान्छेभन्दा ठुलो ठुलो छ हो मकै त। यतातिर चाहिँ सबको यस्तो हुन्छ टडेल। म चाहिँ यता टक्क लगाएर कोदाली काँधमा बोकेर बारीतिर लागेको ब्याडङमा। अब त बुढी पनि भएको छैन, तर उकालो चढ्दा नि कस्तो स्या भइरहेछ। म अलि हल्का छिटो हिँडिरहेको छु, त्यही भएर नि हो। ड्याडी मम्मी चाहिँ अघि जानुभएछ क्या, म चाहिँ पछि अल्छी भएर पछि गएको भन्नुहुन्थ्यो कि साथीहरूले। हाम्रो आन्टी चाहिँ घाँस काट्दै हुन्छ। पानी लागिरहेछ यता, कस्तो घाम छ हौ चर्को। अस्ति हामीले मलाई उखालेको बारी, त्यसपछि चप्पल चाहिँ यहाँ राख्ने। अब ड्याडीको इन्ट्रोडक्सन दिने हो क्या म चाहिँ। काम गर्दा कस्तो अनुभव भइरहेछ भन्दा तपाईँलाई कस्तो लागिरहेछ? एकदम ह्याप्पी काम गर्नु पाएँ ह्याप्पी है। हाम्रो हजुरआमा चाहिँ यस्तो माथिबाट हेरिरहेको थिएँ कि मैले भिडियो बनाइदिएको होइन, यसरी गरेर घाँस काट्दै भए भनेको केही बोल्नुहुन्न, हाँसेर मात्रै बस्नुहुन्छ क्या। काम गर्नु पाएपछि मलाई मस्त खुसी। काम गर्नु पाएँ कि खुसी लाग्छ। काम गर्नु पाएँ मजा आउँछ, खुसी हुन्छ काम गर्दा। मम्मीले ड्याडीले नै हँसाउनुहुन्छ है कहिलेकाहीँ। पहिला त सिरियस हो एकदम। रोप्नु थालेको पछि भाउ आउँछ। यस्तो मेहनत गरेछ है, पसिना निकाल्दै
बन्दा चाहिँ यस्तै फल्नुपर्छ है। झारभित्र बन्दा भन्दा धेरै झारै होला यहाँ है। हाम्रो त एक ठाउँमा उम्रिँदै एक ठाउँमा फल्दै। तर यहाँ जस बेच्नको लागि ऊ चाहिँ हुँदैन है। एउटा भयो भने अर्को थरी भइसक्यो हुन्छ ठिक्क ठिक्क। एक ठाउँमा रोप्दै एक ठाउँमा फल्दै बजार चरीको त हो। चरीको सागहरू कहिले काहीँ बटाइन्छन्। गेस गर्नु त टक्कै मिल्यो भने अलि भएन तर बिच बिचमा छ। ड्याडीले मिलाउनुहुन्छ नि कि ड्याडी? 6-5 होइन कति भयो भने 15 भयो 15। ड्याडीले 6-5 भन्नुभयो 10 मात्रै घटी पऱ्यो। ड्याडीले हत्तपत्त सबै मिलाउन खोज्छ नि है नम्बरहरू पनि जो हेर्नु यति चाहिँ छ है भन्नुहुन्छ क्या अगाडि थाहा भन्नुहुन्छ। फाइनली आजको काम सक्यो हाम्रो। अब घरतिर न्यू अब हामी घर जाने। घर मम्मी कोदाली कहाँ राख्नु? ट्र्याक्टरभित्र कुदाइरहन्छ। गर्मी पसिना आइछ अलिअलि। कता बसेर खिच्ने? अघि म घरबाट आउँदाखेरि नि लास्टमा थिएँ अगाडि अगाडि आउनु भएको थियो त्यहाँतिर मम्मी छिटो काम गर्नुपर्छ भनेर। अहिले नि म घर लास्टमा जाँदैछु मम्मीले खान्छन् भनेर। मलाई यति चाँडै मेरो बहिनीहरूले क्या उताबाट यति चाँडै कोदो रोपिसक्यो भन्दै थिएँ। हाम्रो त साउनमा रोप्नु भएर क्या असारमै कोदो रोप्ने। मैले अस्ति त यहाँनिर चाहिँ उ गर्नेर छन् भन्दैन थिएँ यो झार गोड्ने भन्दैन थिएँ। मैले स्याल पनि यतै देखेको भनेको हिजो। हिजो बिउ लिन आउँदाखेरि हिजो म बिउ लिन नि कति 3 चोटि आएँ कि 4 चोटि आएँ। 4 चोटि आएँ। टक्क लगाएर हात खुट्टा धुने बाख्रा सारेर जाने यहीँबाट। मलाई बाख्रा सबै बाँधिदिने होइन त बाँध्दा चाहिँ अनि त्यो पाठाहरू डोकोमा उठ्दिने होइन। झ्याप्ले खसी बानी त्यहाँ पहिलो खसी बानी त्यहाँ दुईटा माउ भनेपछि यस्तो लाइनै लगाएर त हामी मेला मेलामा जान्थ्यौँ। मम्मा कस्तो आइरहेको हेर्नु त आइरहेछ राम्रो आइरहेछ म राम्रो।
मकैको घोगा त कति एउटा बोटमै 3टा 4 है क्या हो खतरा डेन्जर लागेछ त मकैको घोगा त बाख्रा कराएर यिनीहरूलाई हजुरआमाले घाँस काटेर थुपारिदिनु भएछ नि यहाँ अघिको यो ढोका खोलिदिनु है ओ पाठाहरू कस्तो तिमीहरूको खबर तिमीहरूको खबर यो त लौरो जस्तो हो यसले हान्दिनुपर्छ यिनीहरूले मानेन भने ओइ तँलाई हो तिनीहरू त लो भएको छ त कता कता ए यहाँ त कस्तो अँध्यारो छ टर्च हालिदिनु यिनीहरू ढोकाबाट भाग्यो भने ढोका भाग्यो पाठाहरूले ढोका मोली के एउटाले 3टा पाएको एउटाले एउटा पाएको है 4टा थियो अब 3टा छ है पाठाहरू ओए सुन्नु सक्यो अब हाम्रो बाख्राको काम थुक्पा बनाउने भन्छ नि थुक्पा बनाउने अनि खाने हजुरमा सुन्नुपर्छ हजुरमा के खानु मन छ भनेर सिकाउनुपर्छ हजुरमा सिकाउनुपर्छ थुक्पा खाने भन्नुपर्छ मम्मी त्यो फुल लगेर माथि राख्यो त्यो फुलिरहेको यो पर्सिमा देखि गरी बाल्टिनको यहाँ त म देखाउँछु तपाईँलाई हाम्रो हजुरमा आज के खाने माम होइन आज अरू थोक खाने त्यति के खाने भन्नु तपाईँ जे भन्नुहुन्छ त्यही बनाउने आज जे हामी त जे पनि दिन्छौँ नि फेरि जे बनाउने ल म आज जे पनि खाने उयो फुल यो फुल लगाएर राख्ने माथि कौसीमा हजुर काट्ने किन त्यो फुल लगेर कौसीमा राख्नु के भन्छ तपाईँ ओ लुसी लुसी हाम्रो लुसी यहाँ कस्तो मजाले बेलुका खाना खाँदैछ बाई बाई लुसी रात पर्यो अब हामी खाना बनाउनु बेला दिन्छौँ गाइज बाई बाई अहिलेको लागि